चाहिँ म फेर है सास फेरिन भने त मरिहाल्छु नि अनि भित्र दबाएर फेर न झन् नबोल भनेको यहाँ के चाहिँ बोल्नु पर्ने मुखबाट आएको आवाज होइन हौ यताबाट आएको आवाज हो चेप्दा चेप्दै खुस्कियो सिनै खाएर मरेको थिएँ जाऊ भन गुनै खाएर आएको थियो कि क्या के साह्रो गनाएको पात पनि हानिदियो तिम्रो पात सुनाएर नेचर कलिङ हो यसलाई नेचर कलिङ भन्छ न यसलाई छेकेर छेकिन्छ न रोकेर रोकिन्छ सास बरु एकछिन रोक्नु सकिन्छ कि उहाँहरूलाई सकिँदैन तिम्रो चाहिँ बास्ना आउँछ लो अनि गनाउनु पनि के साह्रो गनाएको त अनि तिम्रो चाहिँ मेरो त त्यति साह्रो त गनाउँदैन है तिम्रो जति ल अब बास्ना आउनुलाई भात हो र पाप पो हो त